पनि अब जाने यहाँ चाहिँ रहेको छ मैले अघि नै धोएको कपडाहरू यो थालीहरू पनि सुत्छ हल्दी बालिदिएको अब चाहिँ देवदेवताहरू सफा बनाइदिएँ मैले उहाँहरूको स्थानलाई Hello everyone, Namaste, Sewa or welcome back to my channel, my another vlog. म चाहिँ भावना दिदीमा अनि म चाहिँ एकदमै सन्चै छु। सो तपाईहरु पनि सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशा गरेकी छु। अनि आज चाहिँ मैले पूजा कोठा सफा गर्न आँटेको अनि why not भिडियो बनाऊँ न त भनेर हैन सफा गरेको काम गरेको नै भिडियो बनाउँछु भनेर। सो यस भिडियो सुरु। अनि यहाँ हुनुहुन्छ हाम्रो देवी देवताहरू अनि यहाँ हेर्नु न सबै कति धेरै अब एकदम सफा गर्ने बेला भएको छ है देवता कोठाहरू चाहिँ। अनि यहाँ हेर्नु न यो कभरहरू चाहिँ एकदम फोहोर भइरहेछ कभरहरू पनि अनि यो थालीहरू पनि सबै मस्काउने हो अब। अनि यहाँतिर पनि सबै फोहोर भइरहेछ कि धेरै भयो नि त। अनि हेर्नु न एकदमै फोहोर छ नि त। अनि यहाँ नि सफा गर्ने अब सबै के अनि यो मैले भिडियो बनाउनुको मेन रिजन चाहिँ किन भन्दाखेरि अब देवी देवताहरू कहाँ हुनुहुन्छ त अब यहाँनिर हुनुहुन्छ नि त उहाँहरूको स्थानहरू चाहिँ कहाँ हो मैले चाहिँ अब भरे सबै सफा गरिसक्दाखेरि अब राख्नुपर्ने हुन्छ नि त। अनि अब राख्दाखेरि त मैले फेरि बिर्सिन्छु कहाँ थियो कहाँ हुनुहुन्थ्यो भनेर त। सो त्यही भएर पनि मैले भिडियो बनाएको हो है खासमा चाहिँ। त्यही भएर मैले यहाँ भिडियो लिँदैछु उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ भनेर। उहाँहरूको स्थान चाहिँ मैले जहाँको त्यहीँ राख्नुपर्ने हुन्छ कि त्यही भएर चाहिँ मैले भिडियो बनाएको हो। अब चाहिँ सरसफाइ गरौँ है त। फोहोर चाहिँ यति धेरै भइसकेको रहेछ कि धेरै भएको थियो नि त सफा नगरेको। अनि अस्तिदेखि नानाले गर्नु है भन्दै हुनुहुन्थ्यो। अनि अब चाहिँ सरसफाइ अब यहाँतिर सबै पुछपाछ गर्ने अनि सबै निकालेर धुने।
त्यसपछि अब यहाँनिर चाहिँ सफा गरिसकेँ यहाँतिर अहिले चाहिँ यस्तो छ यहाँ सफा गरिसकेँ अनि यहाँ चाहिँ रहेको छ धुनुपर्ने थालीहरू अनि यहाँ चाहिँ कपडाहरू छ अब यति चाहिँ सफा गर्ने ए अब जाने एउटै कम्पनी रहेछ यहाँ चाहिँ रहेको छ मैले अघि नै धोएको कपडाहरू भगवानको कपडाहरू त्यही त त्यहाँ तल किनेको भनेको तँलाई मैले अनि यहाँ चाहिँ अब सुक्दैछ अनि त्यसपछि यहाँनिर चाहिँ पूजाको थालीहरू धोएर सुकाएको छु अनि थालीहरू पनि सुक्छ अनि त्यसपछि कपडाहरू पनि सुकेपछि चाहिँ म तल लान्छु अनि देखाउँछु है तपाईहरुलाई अब चाहिँ म सुकाएकोहरू उठाएर फेरि पूजामा सेट गर्न आएको ओ सुकिसकेछ मजाले सुकिसकेछ यहाँ पनि सकिसकेछ
好。味道有点。अब चाहिँ मैले उहाँहरूलाई उहाँहरूको स्थानमा राखिसकेको छु अनि कलशमा पनि पानीहरू भरिदिएँ। फुल चाहिँ चढाइन किनभने अहिले अब साँझ पर्यो अनि अब म दियो पनि सजाइसकेँ अनि अब चाहिँ म दियो बालिदिन्छु। अहिले चाहिँ अब साँझ पनि भइसक्यो नि त, 5 बज्न आँटिसक्यो। त्यही भएर चाहिँ मैले दियो बालिदिएको। अब चाहिँ अनि यहाँ हुनुहुन्छ देवी देवताहरू। सफा बनाइदिएँ मैले उहाँहरूको स्थानलाई।